What is up beautiful people, this is Mr. Random and welcome to my another video. आज पनि म केटाकेटीहरुलाई लिएर पिकनिक आएको छु। आज चाहिँ अस्ति चाहिँ म टुर एकछिन नै गाइस, अस्ति चाहिँ म टुर लिएर गएको थिएँ, one day टुर। आज चाहिँ म पिकनिक लिएर आएको छु केटाकेटीहरुलाई। They are behind me यहाँ। अनि ल सबैजनालाई ल यहाँ आएको हैन, म अलिकति यताउति गर्न व्यस्त थिएँ, त्यही भएर सुरुबाट गर्न पाइन। यहाँ चाहिँ केटाकेटीहरु सँगसँगै मेरो चस्मा त्यहाँ छ के, ल यहाँ देख्नु भने हजुरहरु ल छोड्नुस् त, म पहिला यतातिर सबैलाई देखाउँछु अनि बल्ल हजुरहरुलाई देखाउँछु। ओके, सबैलाई पालै पालो देखाउनु पर्छ हैन। ल हामी चाहिँ अहिले कहाँ छौं भने नवजागृतद्वारा सञ्चालित इको पार्कमा छौं, भरतपुर 11 मा गाइस। यता ल एकछिनै म देखाउँछु। ल यहाँ हेर केटाकेटी, धेरै मचाउने हैन है, कहाँ आछ के बुनु अगाडि अगाडि मजा आछ गाइसहरु खेल्न। अप्रिना पनि रहेछ पिङ खेलेको। ल यहाँनिर छ नि नाच्न आउने, मलाई त नाच्नै आउँदैन। मलाई अतिथिलाई देखेन रे के। ल है त यहाँ चाहिँ केटाकेटीहरु यिनीहरूलाई जति क्यामेरा देखे त्यति क्यामेरा देखेर मचिन्छ। अनि रिमेनिङ स्टुडेन्ट्सहरु चाहिँ यता खेल्दै हुनुहुन्छ। आइल सो यु गाइस। ल है ल है यहाँनिर बाइक स्टुडेन्ट्सहरु चाहिँ यतातिर हुनुहुन्छ हैन। हेलो हेलो हेलो। अनि यहाँनिर हाम्रो भान्सा चल्दैछ। हामी त यता समीम सर, यहाँनिर हाम्रो दाइ, यहाँनिर हाम्रो अर्को दाइ। कहाँ जानुभयो हाम्रो दाइ विवेक दाइ? ए यहाँ हुनुहुन्छ हाम्रो विवेक दाइ, हाम्रो गाडीको मालिक, गाडीको मालिक। यहाँ चाहिँ केटाकेटीहरु नै खेल्दैछ। ओ यहाँनिर अरू अरू ग्रुपहरु पनि आउनु भएको छ, क्या धेरै ग्रुपहरु आउनु भएको छ नि। ओ ए कति हुत्तेको अन्जु मुक्तान त्यत्रो हुत्ताउने हैन छोरी, अलि बिस्तारै बिस्तारै खेल, बिस्तारै खेल्ने है। ल के भयो रे फुल्लु, खेल्न दिएन मेरो फुल्लुलाई। हेलो 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 हेलो। ल गाइस सबैजना पालै पालो खेल्ने है। 6 चोटि खेलिसक्यो। ल गाइस सुन्नुस् है, ए देवेन्द्र सबैजना बिस्तारै बिस्तारै खेल्ने, बुझ्यो नि? यहाँ सुन्नुलाई पनि खेलाउने है, बुझ्यो नि? यस्तै छ क्या केटाकेटीहरु, एकजना खेलेछ सबै खेल्छु भन्छ। आउ खुसी। ल ल अप्रिसा पनि, ल अप्रिना पनि, भयो। ल अन्सु पनि भयो। ल अरु कोही हो एनीवन इन्ट्रेस्टेड? को ल रिदिमा हाई भनिदिनुस्। ए ल ल ए ल ल ल ल ल बाई 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 हाई हैन बाई, म त गए। ल म चाहिँ बाँकी कुराहरु चाहिँ अहिले एकछिन। डेभिड के छ डेभिड? मजा आछ डेभिडलाई? जेनी जहाँ पनि जेनी पुग्ने रहेछ के हसाउँछ जेनीले। ल बाँकी भाग चाहिँ म अब यता यहाँनिर डुलाउन लैजान्छु। केटाकेटीहरूलाई खाजा खुवाउनु पर्यो हैन। अनि सानो नानी बाबाहरूले हेलो, अनि मम्मीले फोन गर्नु भएको हो, खेल्न जाने हो नि, त्यहाँ जाने हो नि, अहिले जाने है खाना खाएर, खाजा खाएर है। ओके ल गाइस अघि भने जस्तै अब यहाँहरु प्यारो प्यारो भाइ बहिनीहरु खाजा खानको लागि रेडी हुनुहुन्छ है त? ल ल सर म्यामहरु, ए म पनि हो। ल म पहिला यता खाना सर्भ गर्छु है। ल यता ल हुन्छ हुन्छ म्याम। ल यता हाम्रो गुरुआमा। ल गाइजहरु पालै पालो खाजा आउँछ है सबैलाई है त। ल होप आजको भिडियो पनि राम्रो होला, दिन पनि राम्रो होला। यो भिडियोको लागि चाहिँ एउटा लाइक हान्नु पर्यो हजुरहरुले, च्यानललाई सब्स्क्राइब गर्नु पर्यो, बेल आइकन दबाउनु पर्यो र कमेन्ट पनि गर्नु पर्यो। ओके ल अब यिनीहरु एकछिनपछि भेटौँ है त फेरि यिनीहरुसँग है त। ल खाजामा के हो गाइस? चाउचाउ अन्डा हो। खाजामा चाउचाउ अन्डा हो। मैले नि देखेछ नि, मैले त सोधेको मात्रै हो। देवेन्द्र के छ? खाना पनि दरो खानुपर्छ है। कति खाने, धेरै खाने कि थोरै खाने? 5 थाल? ए हिडेमी नि, ए बानले 5 थाल नि बानले। ए ल ठिक छ खानुस् है गाइजहरु है त, ढुक्कसँग खानुस्। यहाँ खाजा के भयो हजुरहरु, ठाउँ नपुगेर यहाँ बस्नु भयो हो नि हैन? ठाउँ नपुगेरै हो नि हैन? ल ठिक छ, ठाउँ पुगेपछि बस्नुपर्छ है त उता है त। यहाँनिर चाहिँ
गाइजहरू बस्नु भएको छ यहाँनिर खाँदै हुनुहुन्छ म्यामहरू म चाहिँ भर्खर डिस्ट्रिब्युट गरेर यहाँ दिएर चाहिँ भिडियो गराएको यिनीहरू खाएको देखाउनको लागि तेरिका भिडियो मात्रै गराएर हिँड्छ काम गर्दैन भन्ने होइन मलाई यहाँ बुझ्यो नि गाइजहरू गाइज मेरो काम छ नि मेरो काम भनेको स्टलमा भन्दा धेरै बाहिर हुँदो रहेछ क्या 4 चोटि पसल पुगिसकेँ म सामान लिनको लागि अहिले म यता 6 नम्बर स्टलमा आएको छु भाडा माझ्ने मान्छे खोज्नको लागि यो भगवान् केटाकेटीहरू उता मोज गर्दैछन् अन्त अरू टिचरहरूले नि काम गर्नु भएको छ मैले मात्र गरेँ भन्न लागेको होइन कि मैले भन्दा धेरै गाह्रो काम त अझ अरूले गर्नु भएको छ म चाहिँ अहिले 6 नम्बर स्टलमा यहाँ सर्टकट रहेछ त्यही हो क्या 6 नम्बर यो अगाडि देखेको स्टल हो क्या 6 नम्बर स्टल म त्यहाँ जान्छु डिसवासरसँग कुरा गर्छु अनि मिल्यो भने मिलेन भने हामी आफै यो हान्दैन यो भालै भएन ल है एकछिन है ल है गाइस म त्यत्रो घुमेर उहाँ कुनाको स्टलमा गएँ होइन हजुर लक्कीली भाडा माझ्ने मान्छे त पाइयो उहाँ भाडा माझ्ने मान्छे खोजेर आउन्जेलसम्म केटीकेटीहरू के गरेछ भनेको त यो गरेछ होइन केटीकेटीहरू रमाइलो गर्छ आजको दिन भनेको यिनीहरू रमाइलो गर्ने नाच्ने खाने उफ्रिने हजुर बिस्तारै खेल्ने है बिस्तारै अन्छु बिस्तारै खेल्ने हो क्या छोरी हात समात्ने हात समाउने ल ए हो र केटाकेटीहरूसँगको रमाइलो यही हो क्या है अनि कोही उता दौडिँदै हुनुहुन्छ खेल्दै हुनुहुन्छ अब आजको दिन पनि के नखेल के नदौडी भन्ने हो र अलिक के अर्थ गर्नु पऱ्यो नि त त्यही पनि होइन म एक राउन्ड यसो भनेर आउँछु है यिनीहरूलाई ए गाइज अलिक नदौडिने है बिस्तारै दौडिने है ऊ तिनीहरू हेर नि त्यहाँ ल अब यिनीहरूलाई लाइन लाएर घुमाउनु लानु पऱ्यो है त गाइजहरू है त म चाहिँ यसलाई मिलाउने तर्खर गर्छु अब बाटोतिरै भेटौँला है अहिले पनि म एउटा के रिक्वेस्ट गर्छु भने भिडियोलाई एउटा लाइक हानिदिनुहोस् च्यानललाई सब्सक्राइब गरिदिनुहोस् बेल आइकन दबाएर कमेन्ट पनि गरिदिनुहोस् हाम्रो प्यारो नानी बाबुहरूको लागि पलवासको लागि ओके ल यहाँ छ केटाकेटीहरू ल है त गाइस एकचोटि घुमाउनु लैजाउँ अब यिनीहरूलाई है ल गाइस अब हामी घुम्न जाने हो है त ओके रेडी हो सबैजना समीम सर ल अब चाहिँ हामी घुम्न जाने हो जाम गाइस फलो मी अब यिनीहरूलाई त्यहाँ पार्कमा लैजाने हो ए हुन्छ त्यहाँ अगाडि गेटमा लगेर राखौँ है ल हुन्छ हस् ल अब हामी त्यहाँ जान्छौँ भित्र पार्क छ यो भनेको मिनी महोत्सव जस्तै रहेछ क्या मतलब केटाकेटीहरूको लागि चाहिँ गेमहरू इनफ छ यहाँ खेल्नको लागि कोही ठाउँमा टिकट काट्नुपर्छ कोही ठाउँमा फ्री अफ कस्ट रहेछ अब कुन फ्री अफ कस्ट छ त्यो पनि खेलाउने टिकट काट्नेवाला पनि खेलाउने हो केटाकेटीहरू एकदम एक्साइटेड छन् होइन सबैजना एकदम एक्साइटेड छन् अब हामी यहाँबाट भित्र जाने हो गाइस यहाँ गेट लाग्छ नि गेट लाग्छ अहिले गेट खोल्न आउनुहुन्छ अनि जाने गेट खोल्न आउनु भयो ल गाइस फाइनल्ली इन्टर भयो हाम्रो रेलगाडी अब हामी भित्र जाने झुक हो कि होइन गाइस भित्र गएर गेम खेल्ने कि नखेल्ने गाइस खेल्ने हो गाइस ल ओके ल अब हामी भित्र जाँदैछौँ भित्र जान्छौँ केटाकेटीहरूलाई खेलाउँछौँ अनि एकछिनपछि आउँछौँ खाना खान्छौँ रमाइलो त्यही त हो नि होइन म अगाडि हिँड्दैछु नि गाइस हो कि होइन ल मलाई अगाडि जित्न पाउनुहुन्न है हजुरहरूले कसैले पनि ओके भन्दैन नि त सबैले जित्न खोजेछ क्या हो ल सबैजना केटाकेटीहरू एकदम एक्साइटेड छन् म पनि यो ठाउँमा फर्स्ट टाइम आएको म पनि अलि एक्साइटेड नै छु होइन योभन्दा अगाडि यो ठाउँमा आएको थिएन यो ठाउँको बारेमा अलिकति सोसियल मिडियाहरूतिर हेरेँ धेरैले राम्रो छ राम्रो ओपिनियनहरू दिइरहनु भएको थियो रिभ्यूहरू पनि राम्रै आइरहेको थियो यो ठाउँको त्यही भएर लिएर आयौँ हामीले पनि तर ठाउँ पनि राम्रो छ फेरि है यहाँबाट हेर्दाखेरि त गैँडा देखिहाल्यो मैले मूर्ति साँच्चीको त होइन मूर्ति अनि 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 मैले के भन्न लाग्थेँ कस्तो बिर्सिएँ भने ल अहिले सम्झेपछि भन्छु म है त त्योभन्दा अगाडि गाइस 1 2 इको पार्क होइन क्या रेलगाडी हो के ल ल एकछिन है त एकछिन गाइस एकछिन ल यहाँ चाहिँ ठुलो गैँडा छ इन्ट्रीमा इन्ट्री हेर्ने त एक्जिट हो डाइनोसर खतरा दामी ठाउँ
यतातिर भिडियो सुट हुँदै रहेछ, फोटोहरू हुँदै रहेछ होइन। यताबाट जानुपर्छ हामी है। ल हेर त, यो सबै खेल्ने ठाउँहरू है गाइज, यो हामी यहीँ खेल्नुपर्छ है अहिले है। ओके, यहाँ यहाँ सार्कले त डस्टबिन समातेछ है। अब लेफ्ट साइडमा यहाँनिर चाहिँ होइन कति धेरै खेल्ने ठाउँहरू छ। यो त यो बच्चाहरूको लागि राम्रो ठाउँ रहेछ क्या, कस्तो कडा छ नि होइन। यहाँ अम्ब्रेला स्ट्रिट पनि रहेछ। ओ माई गड, मैले त अगाडिको अम्ब्रेला स्ट्रिटै नदेखेको हेर्न। ठेला गाडी ए ठेला गाडी हो यो, तर एकदम राम्रो। ऊ गाइस हरिण पनि रहेछ यहाँनिर, ऊ कङ्गारू पनि रहेछ त्यहाँनिर। यो अम्ब्रेला स्ट्रिट। हेलो 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 डटी फेलो हेलो हेलो। हल्कु हल्क अर्धा त हल्क हल्क। अब यिनीहरूलाई सबैभन्दा पहिला के खेलाउने भन्नुभयो क्या। ल पहिला मोटु पातलु हेर्न जाऊँ ल होइन। यहाँनिर कस्तो राम्रो राम्रो बच्चाहरूलाई एट्र्याक्ट गर्नको लागि मूर्तिहरू कति राम्रो राम्रो, ट्याक्कै त्यो बच्चाहरूलाई मनपर्ने क्यारेक्टरहरू। जस्तै यहाँनिर मोटु छ, यहाँनिर पत्लो छ, चिङ्गम सर पनि छ होइन, मजुरहरू पनि छ। यहाँनिर चाहिँ बच्चाहरूलाई चाहिँ एट्र्याक्ट गर्नको लागि धेरै चिजहरू रहेछ, एकदम राम्रो राम्रो चिजहरू छ। इन्भाइरोमेन्ट पनि एकदम क्लिन छ। अरू त यता अगाडिबाट छिरेछ, हामी त यता पछाडिबाट छिर्यो। अरू पार्कमा मात्र आयो, हामी पिकनिक स्पटमा नि पुग्यो, त्यही भएर हामी यताबाट आएको क्या। यहाँ चाहिँ रेल छ होइन, यो रेल पनि खेल्नुपर्छ हामी अहिले पछि है। गाइज हामी यो ट्रेन खेल्ने कि नखेल्ने? ट्रेन नि खेल्ने हो ल है त। अनि हामी अहिले चाहिँ 2 को स्टुडेन्टहरूलाई हामीले ट्रेनमा राखेछौँ, 2 पछि 3 को स्टुडेन्टहरूलाई यहाँ बोटमा राखेछौँ र 4 लाई उतापट्टि चर्केपिङमा राखेछौँ होइन। सबैलाई पालै पालो खेलाउने, त्यसपछि यसलाई रोटेसन गर्ने हो। अनि केटाकेटीहरू त इन्जोय गर्दैछ, हामी हो क्या टिचरहरू थाकियो नि। यतातिर अरू टिचरहरू थाल बजाउँदै हुनुहुन्छ, त्यो हटपटेटो खेल्दै हुनुहुन्छ। यतातिर हाम्रो केटाकेटीहरू डुङ्गा खेल्नको लागि एक्साइटेड हुनुहुन्छ होइन सबैजना। ल हामी पनि एक्साइटेड छौँ केटाकेटीहरूलाई लिएर आउँदाखेरि, तर अलिकति थाकियो भन्ने कुरा मात्रै हो। थाहा सर केटाकेटीहरू गयो रेलमा, ओ गाइजहरू ट्रेनमा हो। ल राम्रोसँग राम्रोसँग ल ल ल ल बस्नुहोस् 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 बाई बाई। यस्तो गर्नु नि सर, अहिले अरू ग्रुपकोलाई मिसाइदिनु होइन, हाम्रो उता खेल्दैछ क्या अहिले। ल हेलो हेलो हेलो। थापा सर हजुर बस्नु एउटामा यार। थापा सर हाम्रो 2 को यति हो नि होइन। ल ट्याक्क ल सजिलो भयो, एकै ठाउँमा हटे एकैचोटिमा हटे। कुशल राम्रोसँग खेल्ला है त गाइज, राम्रोसँग खेल्नुहोस् है। बाई 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 बाई। हाम्रो ट्रेनमा गयो है एउटा ग्रुप चाहिँ। ल थापा सर जानुभएको छ ट्रेनमा, यिनीहरू एक राउन्ड यसरी घुमेर आउँछन् अनि यहाँ हाम्रो स्टेसन रोकिन्छ। गयो केटाकेटीहरू। ल यतातिर एउटा केटाकेटीहरू गयो होइन, म अब अर्को केटाकेटीहरू देखाउँछु। यता म मात्रै दौडेको दौडे गर्छु। खोइ यता हाम्रो केटाकेटीहरू चढे कि चढेन? चढे छैनन्, कोही पनि चढे छैनन् होइन। म त झन् दौडिदिएको बिचरा, मेरो सानीहरूको भिडियो छुट्यो भनेर। पालो आउँछ क्या अब हजुर, खेल्दैन। ल ओके बाहिर आउनुहोस् न त, किन नि डर लाग्छ? ल हस् ल बाहिर आउनुहोस् ल। ल हाम्रो रेल पार्टीहरू आउनुभयो, रेलगाडी झुक झुक झुक, रेलगाडी झुक झुक झुक, रेलगाडी झुक झुक झुक। हेलो हेलो रेलगाडी झुक झुक झुक। मजा आछ गाइस, मजा आछ। ल हाम्रो रेलगाडी स्टेसनमा रोकियो। एकछिन 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 बिस्तारै झर्ने पालो पालो। थाहा सर हेलो हेलो के छ गाइजहरू? ए भगवान् आँखाले देखे त। यिनीहरू क्या यहाँ माथिबाट सुभाष सर भनेर चिच्चा छ होइन, खुब आफूलाई देख्यो माने होला। यिनीहरू देखेकै छैन बिचरा कालो भएर। घाम कस्तो एन्टी भएर यताबाट बरु राम्रो देखेछ नि सेट। हेलो प्रज्वल, हेलो हेलो हेलो
सबै कालो आछ यिनीहरू हेलो हेलो भन्दै बसेछ देख्ने होइन घर गएर भिडियो हेर्छ भिडियोमा आफ्नो अनुहार कालो देख्छ यिनीहरूले कसैलाई देखेको छैन कि सब कालो देखेछ यसरी हेर्दाखेरि धेरै लामो पर्खाइपछि बल्ल यहाँनिर हाम्रो केटाकेटीहरू पनि छन् यतातिर ए दिल्सन के छ हेलो 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 यिनीहरू बिचरा जहिले कालोमा पर्दो रहेछ मलाई गाली गर्छ नि ए रिदम राम्रोसँग समात यिनीहरू अहिले यति बेला ट्रेनमा खेल्दै ट्रेनमा रे कस्तो ट्रेन भन्न आएको बोटमा खेल्दैछ गाइस यो चाहिँ सानो मिनी बोट हो है मिनी बोट हाम्रो स्टुडेन्ट्सहरू यहाँ खेल्दैछ ल अब यो बोट पनि हजुर म भ्लगर हो म टिचर पनि हो भ्लगर पनि हो हेलो 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 के यार यो घामले गर्दा म त बोल्न पनि जाने छैन यार आजको भिडियो चाहिँ अलि लामो हुन्छ होला गाइस हेलो अर्को ग्रुप ट्रेनमा मजा आछ गाइस मजा आछ ल यता एउटा ग्रुप पनि ट्रेनमा दुईटा ग्रुप ट्रेनमा भयो एउटा ग्रुप बोटमा भयो एउटा ग्रुप त्यहाँ चर्केबिङमा भयो अब सकिसक्यो लगभग हेलो हामी त ट्रेनमा हेलो ड्राइभरहरू हामी त ट्रेनमा हेलो हेलो छुक 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 हेलो छुक 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 हेलो 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 उता बस्नुहोस् उता हेलो हेलो हामी त ट्रेनमा बाई 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 ल गाइस हामी चाहिँ जसो तसो यत्रो खेलाएर सक्यो होइन अब सबै आएमा 49 जना छ अब जाने अब खाना खुवाउने यिनीहरूलाई भोक लाग्यो यिनीहरूलाई पनि हामीलाई पनि भोक लाग्यो क्या भोक लाग्यो भने थाक्ने यो घाममा यस्तो झ्याउ भयो गाइस मजा त आयो नि हजुरहरूलाई होइन हो नि होइन मजा आयो नि होइन ल थापा सर अघि नैको पोजिसनमा हामी है समीम सर हजुर लास्टमा जानु म फर्स्टमा बस्छु हजुर तिर्खा लाग्यो ल अब हामी स्टलमा पुग्ने अनि खाना पानी सबै त्यहीँ खाने हो क्या हामी अहिले स्टाफहरू आउनै छ क्या फोटो हँसाउँछ साथीहरू ल अब हामी जानुपर्छ है त स्टलतिर घुमेर आएर खाना खाएर आएर खाना खाएर बसेछौँ हामी यसरी ढ्याक्क लाएर थकै मारेर होइन हजुर हजुर ल हजुर हो ल यहाँनिर अब हाम्रो स्टुडेन्टहरू नाच्नको लागि रेडी हुनुहुन्छ होइन ल आजको लागि यति गाइस आज अलि लामो होला जस्तो लाग्छ हुन्छ कि हुन्न त्यो मलाई थाहा छैन होइन यहाँ त गीत बज्न सुरु गरिसक्यो हामी अब पिकनिकको एकदम इन्डमा छौँ केटाकेटीहरूलाई नचाउँछौँ अनि त्यसपछि बाई बाई घर जान्छौँ हामी होइन होप यु इन्जोय दिस भिडियो अनि जानेभन्दा अगाडि एकचोटि भिडियोमा एउटा लाइक हानिदिनुहोस् च्यानललाई सब्सक्राइब गरिदिनुहोस् बेल आइकन दबाएर कमेन्ट पनि गर्नुहोस् होला बाई बाई सी यु इन नेक्स्ट भिडियो